स्वागत छ यहाँलाई। धन्यवाद। जस्तो चितवन क्षेत्र नम्बर 2 मा जस्तो तपाईँ एमालेको तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो, यद्यपि झापा र चितवनमा एमाले र कांग्रेसको गठबन्धन भयो भन्ने कुरा आएको छ नि, के हो खास? सबैभन्दा पहिला तपाईँहरूले के बुझ्नुपर्छ भन्दाखेरि म अन्तर्राष्ट्रिय सुविको केन्द्रीय सचिवालयबाट बिदा भएको, म राष्ट्रिय युवा सङ्घको केन्द्रीय सचिवालयबाट बिदा भएको, म हाल चाहिँ नेकपा एमालेको बागमती प्रदेशको सदस्य, बागमती प्रदेशको जनसांस्कृतिक महासङ्घको इन्चार्ज हो। म नेकपा एमालेको कहीँ नेता हो, कहीँ कार्यकर्ता हो। यो भनिरहँदा म गोर्खाको त्यो बेलाको दुर्गम गाउँ छोप्राकमा जन्मिएको, तर मेरो बाल्यकाल चाहिँ चितवनमा हुर्काउने पढाउने बढाउने मेरो बा आमाले मेरो परिवारले गर्यो। तर यो राजनीतिक रूपमा यो उम्मेदवारको टिकट मेरो बा आमाले मेरो परिवारले दिएको होइन, मलाई यो मेरो पार्टी नेकपा एमाले दिएको। र जतिखेर नेकपा एमाले मलाई त्यो फिर्ता बोलाउन सक्छ, मलाई फिर्ता बोलायो, म त्यो फिर्ता हुन्छु, पार्टीको निर्देशन मान्छु भनेर मैले टिकट लिएको र पार्टीले भनेको जे भनेको त्यो कुरा मैले मानेको, अक्षरशः पालना गरेको, इमान्दारीपूर्वक। यो अन्तिम समयमा आएर चाहिँ किन यसरी उम्मेदवारी चाहिँ एउटा चाहिँ डमी जस्तो बनाउने हिसाबले अन्तिम अवस्थामा आएर चाहिँ किन चाहिँ यसरी यो निर्णय गर्नु पर्यो? अवस्था अन्तिम पहिलो भन्ने भएन, जति बेला अनुकूल मिल्यो, जति बेला समयले कथाले माग्यो त्यति बेला हुने कुरा हो। भनेको यो कुरा बाहिर कतै खुलाइएको थिएन, आन्तरिक रूपमा चाहिँ कसरी भयो? हाम्रो चाहिँ एउटा पार्टीको चेन अफ कमान्ड छ नि, हाम्रो त टोल कमिटीसम्म छ। हामीले प्रत्येक चाहिँ वडालाई, प्रत्येक टोललाई हामीले चाहिँ बिहान अभियान सकेसम्म चाँडै हामीले सबैलाई खबर गरेका छौँ र जानकारी पनि गराएको। तर भनेको रातारात चाहिँ सहमति भयो, राति नै सहमति भयो। भनेको कांग्रेसले झापामा चाहिँ क्षेत्र नम्बर 5 मा नेकपा एमालेलाई कांग्रेसले सहयोग गर्ने र चितवन क्षेत्र नम्बर 2 मा नेपाली कांग्रेसलाई नेकपा एमालेले सहयोग गर्ने। अनि यो सरलाई चारको के भयो त? सरलाई चार सरकारको विषयमा उद्देश्य मलाई खास थाहा छैन, मलाई त्यो पनि सहमति हो कि थाहा छैन। तर झापा 5 को र चितवन 2 को विषयमा मलाई अलिकति जानकारी छ। यो सहमतिले झापामा केपी ओली निर्वाचित हुने र यहाँ मीना खरेल निर्वाचित हुने सम्भावना हो? त्यो सम्भावना भएर नै यो कुरा भएको होला। जति म यहाँ इमान्दारीपूर्वक प्रत्येक वडामा गएर है कांग्रेसलाई भोट हाल्न पर्छ भनेको छु, झापा 5 को कांग्रेसले पनि त्यो गरेको हो भने चाहिँ त्यो राम्रो हो, झापामा पनि विजय हुन्छ, यहाँ पनि विजय हुन्छ। तर अब त्यसरी मत ट्रान्सफर त भएन होला। अन्तिम समयमा तपाईँहरूले चाहिँ बिना सूचना गर्नुभयो, धेरै मतदाताहरूलाई अहिलेसम्म त्यो कुरा थाहा पनि छैन होला। यो हामीले हाम्रो लेभलले, हाम्रो संसारले, हाम्रो च्यानलले भ्याएसम्म हामी सबैलाई खबर गर्ने प्रयत्न गरेको हो। हामी कति सफल भयो भएन त्यो नतिजा दिन्छ, तर हाम्रो पार्टी नेकपा एमाले क्षेत्र नम्बर 2 ले चाहिँ अत्यन्त इमान्दारीपूर्वक नेपाली कांग्रेसलाई सहयोग गरेको त्यो क्षेत्रमा। हस्।